साथीहरु लेक अफिसियल फ्यामिली ब्लगमा हजुरहरुलाई स्वागत छ। आज चाहिँ हामी आमा छोरी भएर यहाँ सिमल तरुल खन्न जाँदैछौँ के साथीहरु। अब 1 गते आउँदैछ नि, त्यसको लागि अब के कस्तो छ हेर्दै गर्नु होला है भिडियो। हामी चाहिँ लाग्यौं हाम्रो सिमल तरुल भनेको यतापट्टि छ। साथीहरु सिमल तरुल खन्न त आएको साथीहरु, तर छ जस्तो लागेन। हेर्न सक्नुहुन्छ यत्रो दुलो छ के, सबै खाइदिनै सक्यो होला। हेर्न सक्नुहुन्छ अब सिमल तरुल छ जस्तो लागेन मलाई। छ कि छैन है, अनि हेरौँ न कस्तो के रहेछ। यसपालि त छैन जस्तो छ, सबै मुसाले खाइसकेको रहेछ। कि मैं निकाल्नु कि निकाल्नु न त मैले। ल यस्तो छ है, अन्त नि अलिअलि गर्नु। यहाँ हेर्न सक्नुहुन्छ है साथीहरु, हाम्रो सिमल तरुल चाहिँ यस्तो छ, यत्रो दुलो छ। यसपालि सुरु लट मात्रै भयो के साथीहरु, त्यसपछि चाहिँ केही नै भएन। हेर्न सक्नुहुन्छ यस्तो छ है, केही नै छैन, सबै खाइदिइसकेको रहेछ के। कहाँ छ त नि, खोइ सब खाइसकेछ थुक्क। वहाँ हेर्नु आची ऊ सब आचै सबै खाइदिइसकेछ। यस्तरी खाएको छ क्या साथीहरु। अनि के भन्नु र, यो मुसाले केही नै नराख्ने रहेछ साथीहरु। यत्रो दुःख गर लास्टमा मुसालाई भने जस्तै भयो साथीहरु। एउटा चाहिँ खान भ्याएको रहेन रहेछ, लगभग अरू चाहिँ सबै उहाँ चाहिँ खनेको खनै हुनुहुन्छ। छोरी चाहिँ यता खै के खाँदै हुनुहुन्छ कोनी। खाएको छ छोरीको मुख एकछिन खाली हुँदैन हैन। के छ मुसाले के गरेछ? अनि यो एउटा यो पनि छ, यो सबै खाएको रहेछ क्या साथीहरु। यसपालि मजाले नै केही नै भएन क्या। यसपालि सब मुसाले खाएर मुसाको दुलो यत्रो छ। काटौँ न, खै खुकुरी ल्याउ त, ल्याउ यी सामान त खिच न। यहाँ काटेर यसरी निकाल्नु होला हौ। अर्को पनि काट्नु न हजुर, त्यो पनि अरू कति धेरै निस्किने रहेछ साथीहरु, तर यो चाहिँ सबै खाइदियो के। हाम्रो यसपालिको सिमल तरुल हेर्न सक्नुहुन्छ गाइस, यस्तो छ, यस्तो मुसाले सब खाइदिइसकेको रहेछ साथीहरु। उहाँ एउटा दुईटा चाहिँ निस्केको छ, अब दुईटा चाहिँ निस्के साथीहरु। एउटै बोटमा भन्नुहुन्छ भने 6-7 केजी 10 केजीसम्म पनि आउँथ्यो कि। यसपालि चाहिँ लगभग 2 केजी हुन्छ होला यो दुईटामा। हेर्न सक्नुहुन्छ। अरू चाहिँ भन्नुहुन्छ भने अरू चाहिँ सबै मुसालाई पनि भोक लागेछ, मुसाले सबै खाइदियो गाइस। हेर्न सक्नुहुन्छ हाम्रो सिमल तरुल। ए भाँच्यो ला, भाँचिहाल्यो। 3 केजी जति चाहिँ निस्क्यो होला लगभग। सबै मुसाले खाइदिएछ। मुसा लागेछ, मम्मीहरूलाई पठाइदिनु पर्यो भनेर खनेको, सबै मुसा लागेर छैन होला तल ए बलौटे माटोमा हुँदो रहेछ यो चाहिँ अङ्कल। बलौटे माटोमा चाहिँ हुने रहेछ, बलौटे माटो चाहिने रहेछ। तर सबै यसरी खाइदिएको छ है, यसरी यस्तो मजाले सबै। नत्र एउटैमा 10 केजी जति निस्किन्छ। अनि यसपालि भएन।
साथीहरू मुसा नखाने ठाउँमा चाहिँ मजाले नै भएको छ है मुसा ल्याएको ठाउँमा चाहिँ केही नै भएको छैन क्या छोरा त छोरी तिम्रै साइडतिर गएको रहेछ कि आमा खन्नु पर्ने रहेछ ला फेरि भाँचिएछ तान्नु पर्ने अब आमा कहाँ तानिँदो रहेछ त अनि अझै कता हो कता छोडा 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 त्यहाँ बाबा अगाडि छोड अब धेरै छैन साथीहरू हामी चाहिँ 1 गतेको लागि एकदम तयारी हुँदैछ यति चाहिँ खनिसक्यौँ मुसा लागेर यसपालि अङ्कललाई पनि चाख्नलाई कस्तो हुन्छ खाएर कमेन्ट गर्नु होला आयो म चाहिँ खन्दा खन्दा श्वास नै भयो क्या साथीहरू यस्तो छ मुसा नखाने ठाउँमा त यस्तो मजाले निस्केको छ यो चाहिँ के भयो ए यो चाहिँ 2 बोटमा यति निस्केको के साथीहरू 2 बोटमा नि यो सबै भरिन्थ्यो क्या यो 1 बोटको चाहिँ सबै मुसाले खाएर सक्यो हेर्न सक्नुहुन्छ यति धेरै निस्केको छ हाम्रो सिमल तरुल यसपालि अब मुसाले सब सकेर अब यो 1 बोट पनि खनौँ होला हौ यो पनि 1 बोट खनौँ अनि उयो र उयो चाहिँ त्यो पछि र माइलीलाई लगिदिनुपर्छ ए यतै पनि मुसा लाग्न थालिसकेछ अनि कामै छैन रहेछ हौ सबै मुसा लाग्न थालेछ के आमाम्मा कत्रो मुसा अनि सबै खाइसकेको रहेछ हौ यत्रो मुसा छ अनि यो पनि सबै खाइसक्यो जस्तो लाग्यो हो मलाई त यत्रो दुलो छ यहाँ पनि सबै मुसाले खाएको रहेछ यसपालि मुसा साथीहरू हामी बुढाबुढी चाहिँ आज सिमल तरुल यस्तो मजाले खन्दैछौँ कि हेर्न सक्नुहुन्छ कतिको परो भन्दा पनि यसपालि मुसा लागेर मुसाले चाहिँ तनाव दिएको छ क्या यहाँ त कत्रो रहेछ ठुलो छ तर कत्रो यहाँ हेर न यहाँ छोरी यहाँ हेर्न सक्नुहुन्छ गाइज हेर्नु न यहाँ यत्रो मुसाको दुलो छ क्या यसपालि हामीलाई केही नै भएन क्या मजाले यसपालि मुसाले हेर्नु न है यत्रो दुलो छ हेर्न सक्नुहुन्छ मुसाको दुलो सिमल तरुल छेउमा एकदम डेन्जर तरिकाले छ हेर्न सक्नुहुन्छ हजुरहरूले यता चाहिँ खै कत्रो फलेको छ हेर्न सक्नुहुन्छ त्यो यसलाई पनि टुप्पो छाट्नु पर्थ्यो होला हौ मजाको साथीहरू यो बोटमा चाहिँ रहेन रहेछ मैले थाहा पाइसकेँ छैन रहेछ यो एउटा रहेछ अनि एउटा चाहिँ अलि लामो उहाँ पर लामो देखिरहेछु त्यही होला हौ आइया हो गाइस सिमल तरुल खन्दा मेरो हातमा पनि चोटपटक लागिसक्यो ओइ ला चुट्टे कि के गरौँ यसपालि त सिमल तरुल मुसाको पनि 1 गते मजाले नै भयो जस्तो छ होइन त छोरी यहाँ चाहिँ खै के को बोट उम्रेछ क्या साथीहरू काटिदिँदैछु अनि यता सबै मुसा लागेको छ क्या हजुरहरूले देखि नै हाल्नुभयो होला मुसा लागेको म पनि कस्तो क्या गिटी भएको ठाउँमा पनि रोपिदिएँ हामी चाहिँ यहाँ तान्दैछौँ है छ फलेको रहेछ
ल त 1 2 3 गो बिचमा ल ल गो गो यहाँ त अब खन्नै परेन ल साथीहरू यहाँ चाहिँ खन्नै परेन यति धेरै निस्केको छ यो चाहिँ मुसाले भ्याएको रहेन रहेछ साथीहरू हेर्न सक्नुहुन्छ हेर्नु है हाम्रो आजको स्पेसल फोटो पनि खिच न ल साथीहरू एक बोटमा चाहिँ यति निस्क्यो क्या यो चाहिँ बलौटे भन्दा पनि गिट्टी नै गिट्टी भएको ठाउँमा रोपिदिएको थिएँ कि मैले अनि यति चाहिँ फलेको छ है यसलाई अब यसरी काट्दैछु गिट्टी भएको ठाउँमा चाहिँ खासै नहुँदो रहेछ मैले चाहिँ हुन्छ कि भनेर रोपिदिएको थिएँ हाम्रो सिमल तरुल चाहिँ यति फले कति बोटमा यो 1 2 3 कि 4 4 लगभग 4 बोटमा चाहिँ यति फलेको छ हेर्न सक्नुहुन्छ ल साइड ल बोक्नु त लु बोक्नु न ओ बोक्नु न गर छोरी भिडियो गर्दै गर न ल साथीहरू अब हामी चाहिँ लिएर लाग्यौँ है अब यो चाहिँ कसैले पठाउनु पर्ने छ क्या मेरो साथी 1 गतेको लागि कसैले पठाउनु पर्ने त्यही भएर यो खनेको आज छोरा मामुला जाने अरे ठुलो मम्मीको घर जाने अरे यही कसैले पठाइदिनु पर्ने के साथीहरू कुरा बुझ्नु है साथीहरू ल 4 बोटको सिमल तरुल चाहिँ यति निस्केको छ हेर्न सक्नुहुन्छ अनि आउँदामा हजुरहरूलाई मेरो बारी पनि देखाइदिन्छु है साथीहरू सर एकलट आउनु सक्नुहुन्छ अहिले चाहिँ मेरो बारीमा भन्नुहुन्छ भने लाटा साग यतिको 2-3 लट खाइसकेर यतिको पलाएको छ हेर्न सक्नुहुन्छ है अनि लसुनमा चाहिँ पानी हाल्नुपर्ने मैले चाहिँ नभ्याएर हालेकै छुइनँ यतिको भएको छ अनि मलाई एउटा कुरा चाहिँ हजुरहरूलाई भन्न मन लाग्यो कि साथीहरू अस्ति मेरो भिडियोमा हेर्नु पनि भएको थियो होला यो भागमा चाहिँ मैले लटे छरिदिएको थिएँ तर लटे चाहिँ चिसोमा उम्रिँदैन रहेछ क्या साथीहरू हेर्न सक्नुहुन्छ है मलाई त त्यो पनि थाहा थिएन कि अलिक गर्मी मौसममा चाहिँ लटे उम्रिने अरे नि त उम्रिएन अब यहाँ मसँग खै के को बिउहरू छ त्यही हालिदिनु पर्यो अब अनि अहिले टमाटर चाहिँ यस्तो मजाले भएको छ हेर्नु न फुल्न थाल्यो क्या अहिले टमाटर चाहिँ यत्तिको भएको छ है टमाटर मजाले फुल्न थाल्यो यो चाहिँ मसिनो बैगुन मैले सारेको पनि छुइनँ सार्नुपर्ने अनि यो भागमा चाहिँ के मैले अस्ति लटे छरिदिएको थिएँ नि हजुरहरूले अगाडि भिडियो पनि हेर्नुभयो होला मेरो चिसोमा चाहिँ लटे उम्रिँदैन रहेछ क्या यो चाहिँ मैले मलको लागि अन्डाको खोस्टा भेला पारेर राखेको थिएँ नि त अनि यस्तो छ है छोरी चाहिँ खै मजा लाग्यो होला हो फुटाउन मजा लाग्यो हो तपाईँलाई यस्तो छ मेरो बारी अहिले चाहिँ हरियाली छ हेर्न सक्नुहुन्छ लसुन बारी यस्तो छ लसुनमा चाहिँ पानी हाल्ने बेला भएको रहेछ यताको भाग चाहिँ एकदम मजाले सप्रिरहेको छ हेर्न सक्नुहुन्छ यस्तो मजाले सप्रेको छ कि लसुन कागती हेर्न सक्नुहुन्छ कागती चाहिँ 2-3 वटा फलेको छ तर एनी टाइम फल्दो रहेछ वर्षै नै फल्ने खालको कागती रहेछ नटिपुम अरे अर्को कहाँ गयो ए अर्को यहाँ रहेछ अनि चाइनिज साग पनि यसपालि त यत्रो ठुल्ठुलो भएको छ के ल साथीहरू मेरो बारीमा यस्तै छ अहिले हजुरहरूको बारीमा पनि यस्तै होला सागहरू छ अनि यता चाहिँ भन्नुहुन्छ भने लाफा र धनियाँ छरेको छु मैले अनि यता चाहिँ भने मेरो बडी गाड पछि आउँदै हुनुहुन्छ यस्तो छ मेरो बारीमा चाहिँ अहिले यस्तो छ साथीहरू अब हजुरहरूको बारीमा पनि यस्तै योभन्दा राम्रो होला है अनि अहिले मेरो बारीमा चाहिँ यस्तै छ अब अनि 1 गतेको लागि सिमल तरुल पनि खनिसक्यौँ यति धेरै खन्यौँ है यो चाहिँ अब म चाहिँ अब मम्मीहरूलाई पठाइदिन्छु सबैलाई पठाइदिन्छु अनि अब हाम्रो सिमल तरुल खनेको भिडियो चाहिँ यस्तै छ हजुरहरू लेक अफिसियल फ्यामिली ब्लगलाई माया गरिदिनु होला भिडियो लास्टसम्म हेरिदिनु होला त्यही भन्न चाहन्छु के हो यता ड्राइगनलाई पनि स्याहार सुसार गर्दै हुनुहुन्छ
ड्राइगन चाहिँ हामीलाई अब यसलाई उयो गर्नै नआएको भन्नुपर्छ होला हौ। सब यस्तो छ खै मजाले नै भएन क्या साथीहरू। ड्राइगन चाहिँ हामीले गर्नै नजानेको जस्तो लाग्यो हो। कति वर्ष भयो यो रोपेको? 3 वर्ष कि 2 वर्ष भयो, तर अहिलेसम्म फल्न चाहिँ फलेकै छैन क्या। यसरी रोप्ने नै होइन जस्तो लाग्यो। ड्राइगन मनपर्ने चाहिँ उहाँ नै हो। फेरि आजको भिडियो हाम्रो यस्तै छ साथीहरू। हजुरहरूले लेक अफिसियल फ्यामिली भ्लगलाई माया गरिदिनु, भिडियो लास्टसम्म हेरिदिनु, कमेन्ट गरिदिनु, के कस्तो कमी कमजोरी छ कमेन्टमा भनिदिनु होला।